नमस्कार नमस्कार अरू खबरबाट यति बेला हामी नवलपरासी पश्चिम क्षेत्र नम्बर 1मा श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका रामचन्द्र चौधरी गोपालज्यूसँग छौँ। नमस्कार। नमस्कार सर, नमस्कार। तपाईँ श्रम संस्कृति पार्टीको उम्मेदवार हुनुहुन्छ। श्रम संस्कृति पार्टीको चुनावी एजेन्डाहरू चाहिँ के छन्? सर, हाम्रो श्रम संस्कृति पार्टी हजुर जुन नाम लिनुभयो श्रम संस्कृति पार्टी हजुर कि हो हाम्रो श्रमबाट जोडिएको संस्कृति हजुर यसले प्रोत्साहन गर्ने हजुर प्राकृतिक सांस्कृतिक प्राविधिक हजुर कि हाम्रो एजेन्डै हो हजुर कि हाम्रो देश प्राकृतिकले भरिभराउ देश छ, हिमाल हजुर। पहाड तराई। हजुर अनि हाम्रो यहाँको वासी लगभग 80% कृषक हामी हो। हजुर हजुर श्रमबाट जोडिएको काम। हजुर अनि हाम्रो श्रमबाट जोडेर हाम्रो संस्कार जुन छ हजुर कि संस्कार त्यसलाई सम्मान गर्ने हिसाबले हामी अगाडि बढिरहेछौँ। अब भन्नुहुन्छ कि श्रम संस्कृति पार्टी कि हामीले श्रमलाई सम्मान दिउँ र आफ्नो स्वदेशी जुन छ स्वदेशी विचार स्वदेशी उत्पादन गरेर हामीले देशको विकास र उन्नत गर्ने पनि छौँ। र यो हाम्रो जुन अहिलेको परिवर्तन जुन छ सोच जनताको चिन्तन कि हामीले त्यो चिन्तनलाई फरक परिवेशले हामीले यो श्रम संस्कृतिको व्यवहारले हामीले कि परिवर्तनको तिर लागि छौँ कि श्रम गर्ने मान्छेको भ्यालु छैन, अहिले दिएको छैन कि कोही काम गरिरहेछ कि ए फलानले त्यो काम गरिरहेछ। अनि त्यही हेर्दैछौँ कि ठुला गफ गरेर चिया पसलमा टाई सुट लगाएर गफ गरेर देश बनिँदैन। श्रम गरेर हाम्रो देशको विकास हुन्छ र उन्नति हुन्छ। यही हाम्रो एजेन्डा हो। देशमा अहिले बढ्दो बेरोजगारीको अवस्था छ। यसको समाधानतर्फ श्रम संस्कृति पार्टीको के योजनाहरू छन्? हाम्रो श्रम संस्कृति पार्टीको बेरोजगारीको जुन कुरा गर्नुभयो हजुर कि श्रमबाट जोडेर कि जस्तै कि अब जापान देख्नुभयो, कोरिया देख्नुभयो, हजुर इजरायल देख्नुभयो हजुर कि हाम्रो यहाँको भूमि जुन छ कि उर्वरा भूमि हो। यहाँबाट हामीले सुन पनि फलाउन सक्छौँ कि हामीले त्यो जग्गालाई कि व्यवस्थापन गर्ने कुन ठाउँमा कस्तो उत्पादन गर्ने न्यू प्रविधिले। हजुर अनि अब जस्तै कि अब विदेशी सोच विदेशी मानसिकता लिएर कि हामीले अब तपाईँ मोबाइल चलाउनुहुन्छ हजुर कि मोबाइल बनाउने त हामी नेपाली पनि बनाउन सकिन्छ नि त। हजुर बाइक पनि हामी त आफै बनाउन सकिन्छ नि त। हजुर हामी आफ्नो बाहिरबाट जुन निर्यात गरेर ल्याउँछौँ हामी आयात गरेर त्यसलाई हामीले विदेशी जुन उत्पादन छ त्यसले रोकेर हामी स्वदेशी उत्पादन गर्छौँ र एक घरमा रोजगार दिने र एक वाडामा एउटा उद्योग खोल्ने हिसाबले हाम्रो योजना श्रम संस्कृति पार्टीको छ। नवलपरासीमा बाढीको समस्या वर्षौँदेखि छ होइन? अब तपाईँ नवलपरासीबाट उम्मेदवारी दिनुभएको छ। यो बाढीको समस्या समाधान गर्न चाहिँ के योजना छन् हजुरसँग? अब तपाईँ जुन कुरा सोध्नु भएछ हजुर कि श्रम संस्कृति प्राकृतिक हजुर यसैबाट जोड्नु भएछ, हजुर सबै त्यसैमा आउँछ। हजुर यो बाढीको कुरा गर्नुभयो प्राकृतिक हो। अब हामीले प्राकृतिकलाई योजनाबद्ध त्यसलाई बचाउ नगरिकन अगाडि बढ्दै बन्न सक्यौँ। प्राकृतिकलाई जोगाउने हो किनकि हामी प्राकृतिक नै हौँ।
हजुर मानव जाति जुन छन् यहाँको चाहिँ सब छन् प्राकृतिकबाट नै परिवेशबाट हामी बोलिरहेछौँ जुन गरिरहेछौँ सब प्राकृतिक हौँ र यो प्राकृतिकलाई जोगाएर हामीले अब जस्तै कि कहाँ कुन ठाउँमा ड्याम बनाउनुपर्छ, कुन ठाउँमा खेती योग्य छ त्यसलाई संरक्षण गर्नुपर्छ, कुन ठाउँमा जङ्गल जोगाउनुपर्छ, कुन ठाउँमा नदी जोगाउनुपर्छ त्यही अनुसार कि हाम्रो निरीक्षण अनुसार कि हामीले प्राकृतिक जोगाएर श्रमको के अरे श्रमलाई संस्कारको रूपमा लिएर हामी अगाडि बढ्छौँ। रामचन्द्र चौधरीलाई भोट दिनुपर्ने कारण बताइदिनु। बहुत थुप्रै छ सर, छोटकरीमा बताइदिनु। छोटकरीमा मतदाताहरूलाई मतदाताले म यो बताउन सक्छु कि मतदाता पहिला आफै चिन्तन र मनन गर्नुहोस्। आफै मनन गर्नुहोस्। एमाले, काङ्ग्रेस, माओवादी, रासपा आयो नि त, विभिन्न तरिकाले के अरे बाचा गर्यो र के अरे प्रतिबद्धता पनि जनायो, चुनाव पनि जिते गरे कि अहिलेको परिवेशमा कि सोचाइ हाम्रो एक ठाउँमा छ, व्यवहार चाहिँ एक ठाउँमा छ, गर्ने चाहिँ एक ठाउँमा छ। हाम्रो जुन छ कि फरक तरिकाले नै कि हाम्रो हर्केलाई हेर्नुहुन्छ, उहाँले भन्नुहुन्छ कि 1 रुपियाँ भ्रष्टाचार गर्दैन, 1 रुपियाँमा 1 पैसा पनि गरे पतिभारा माताले मलाई त्यही दिन उठाउनु। अनि धरानको उहाँ हक सम्पाङ जुन आउनुभएको छ उहाँको चरित्र हेर्नुहोस्, व्यवहार हेर्नुहोस्, काम हेर्नुहोस् र अरूमा मिलाउनुहोस्। अब सत्य र असत्य, गलत र सही छुट्याएर को सही छ को गलत छ, सहीलाई चयन गर्नु, गलतलाई हटाउनुपर्छ। त्यही भएर हाम्रो यो परासीमा जुन छ कि अब रासपाबाट आउनुभएको छ, नाम त लिन भएन, काङ्ग्रेसबाट आउनुभएको छ, मधेसी दलबाट आउनुभएको छ। आखिर उहाँले गरिदिएको भए हामीले किन राजनीतिमा घुमिनु पर्दैन थियो। हाम्रो पनि म त कृषकको छोरा नै हो। अब हाम्रो समस्या यहाँको को बुझिदिन्छ? हरेक घरमा, हरेक समाजमा पीडा छ। अहिलेसम्म समस्याको समाधान भएन। उखुको समस्या छँदैछ, केराको समस्या छँदैछ, अनि बाटोघाटोको समस्या छँदैछ, अनि के अरे ठाउँमा पुल बनाउने बाचा गर्नुभयो त्यो ठाउँमा समस्या छँदैछ। अब म यहाँको जनताको बाचा गर्दैछौ कि हामी युवा अगाडि बढेछौँ, म अगाडि बढेछौँ, अरूमाथि विश्वास छैन, मै गर्छु। अब मेरोमा आँट छ, मेरोमा आत्मविश्वास छ कि मै गर्छु। अरू गर्नेवाला थिएन भने गरिसक्थे, नगरेर तिनीहरूलाई अब म च्यालेन्जको रूपमा आएको छु, तिनीहरूको डिफेन्स गर्छु र यो चुनावमा जित्छु। अन्त्यमा मतदाताहरूलाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण जनसमुदायलाई म यही भन्छु कि हाम्रो समाजभित्र जुन आउनुहुन्छ, भोट माग्न आउनुहुन्छ, यही कुरा सोध्नुहोस्। सबैले मसँग पनि सोध्नुहोस्, सबै नेता कार्यकर्तासँग सोध्नुहोस्, भोट माग्न आउनुहुन्छ भने तपाईँहरू अहिलेसम्म के गरिदिनु भयो र तपाईँ एमसीसी को जुन थियो, एमसीसी पास गर्ने बेलामा त पुरै नेपाल के अरे आन्दोलन भयो, आवाज उठ्यो। अहिले एमसीसी किन धारामा छ कि तपाईँको पार्टीको धारणा के छ एमसीसी माथि र तपाईँ व्यक्तिगत धारणा के छ?
तपाईँ आफ्नो आफ्नो पार्टीको लागि नेतृत्व गर्नुभएछ कि यो समाजको लागि नेतृत्व गर्नुभएछ? म यो श्रम संस्कृति पार्टीको नेतृत्व गरिरहेको छु र यो पश्चिम नवलपरासी क्षेत्र नम्बर 1 को नेतृत्व गरिरहेको छु कि म बाचा गरिरहेको छु कि यो क्षेत्र नम्बर 1 मा जनताको समस्याको समाधान मैबाट हुन्छ, मै गर्छु र मै चुनाव जित्छु। धन्यवाद। धन्यवाद।